यदि तपाईँ पोल्यान्डमा हुनुहुन्छ र तपाईसँग ट्रस्टेड प्रोफाइल छैन भने सबैभन्दा पहिले गुगल क्रोममा जानुस् र प्रोफाइल जब हनीमा क्लिक गर्नुस् र यसमा क्लिक गरिसकेपछि सबैभन्दा माथिको लिङ्कमा क्लिक गर्नुस्। यो लिङ्कमा क्लिक गरिसकेपछि एकपटक ट्रान्सलेटमा क्लिक गर्नुस् र ट्रान्सलेटमा क्लिक गरिसकेपछि क्रिएट अ ट्रस्टेड प्रोफाइलमा क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि सबैभन्दा माथि यदि तपाईसँग अनलाइन ब्याङ्किङ छ भने माथि क्लिक गर्नुस्। यदि छैन भने सबैभन्दा तल जानुस्। तल गइसकेपछि सबैभन्दा लास्टको अप्सनमा क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि यस्तो अप्सन आउँछ र यो क्याप्चा जस्तोको तस्तै टाइपिङ गरेर नेक्स्ट गर्नु होला। यो नेक्स्ट गरिसकेपछि तपाईलाई युजर नेम बनाउनु पर्ने हुन्छ। आफ्नो मन खुसी युजर नेम बनाउनुस् र यो बनिसकेपछि पासवर्ड आफ्नै तरिकाले राख्नुस् र पासवर्ड राखिसकेपछि पुनः फेरि कन्फर्म पासवर्डमा क्लिक गर्नुस्। त्यो राखिसकेपछि तपाईले आफ्नो फर्स्ट नेम राख्नुस्। फर्स्ट नेम राखिसकेपछि मिडल नेम राख्नुस्। यदि मिडल नेम छैन भने तपाईले लास्ट नेम राख्न सक्नुहुनेछ। यो राखिसकेपछि तपाईले लास्टमा आफ्नो पार्सल नम्बर राख्नुपर्ने हुन्छ। पार्सल नम्बर आफ्नो राखिसकेपछि कन्ट्र्याक्ट डिटेलमा जानुस्। तल कन्ट्र्याक्ट डिटेलमा गइसकेपछि तपाईले आफ्नो इमेल एड्रेस राख्नु होला। इमेल एड्रेस राखिसकेपछि फेरि पुनः रिपिट इमेल एड्रेसमा क्लिक गर्नु होला। त्यसमा रिपिट इमेल एड्रेस राखिसकेपछि सबैभन्दा लास्टमा मोबाइल नम्बर आफ्नो मोबाइल नम्बर राखिसकेपछि त्यो टिक मार्क बक्समा क्लिक गर्नुस् र साइन अप गर्नुस्। यो साइन अप गरिसकेपछि तपाईको इमेलमा एउटा कोड आउनेछ। त्यो कोड राखेर कन्फर्म इमेल गर्नुस्। कन्फर्म इमेल भइसकेपछि फेरि तपाईको मोबाइलमा मेसेज आउनेछ एसएमएस। एसएमएसमा फेरि कोड राख्नुस् र तपाईँ फाइन्ड द कन्फर्मेसन पोइन्टमा क्लिक गर्नुस् र सबैभन्दा टपमा प्लस राख्नुस्। त्यो राखिसकेपछि तपाईले आफ्नो सिटीको कुनै पनि नजिकको भिभे सबको एड्रेस राख्नुस् र लोकेसनको तपाईँ बस्ने लोकेसनको एड्रेस राख्नुस् र फिल्टरमा क्लिक गरिदिनुस्। फिल्टरमा क्लिक गरिसकेपछि यस्तो कन्फर्मेसन पोइन्टहरू आउनेछ। जुन कन्फर्मेसन पोइन्ट तपाईँ बस्ने ठाउँदेखि जहाँ नजिक छ त्यो एड्रेस खोजेर तपाईँ त्यहाँ भिजिट गरेर तपाईले आफ्नो ट्रस्टेड प्रोफाइल एक्टिभेट गर्नुपर्ने हुन्छ। र सबैभन्दा मेन कुरो यदि अपोइन्टमेन्ट लेखेको छ भने त्यहाँ क्लिक नगर्नुहोस्, किनकि तपाईले अपोइन्टमेन्ट लिनुपर्ने हुन्छ। त्यसैले बिना अपोइन्टमेन्टको कुनै पनि नजिकको अफिस हेर्नुहोस् र एड्रेस हेर्नुहोस् त्यहाँ। त्यसपछि कन्ट्र्याक्ट त्यहाँ डिटेल लेखेको छ, डिटेलमा क्लिक गर्नुहोस्। त्यो डिटेलमा क्लिक गरेपछि तपाईको अलरेडी कन्फर्मेसन पोइन्ट चुज हुन्छ र तपाईले यसको स्क्रिनशट लिनुहोस् र यो कन्फर्मेसन भएको 30 दिनभित्र तपाईले त्यो एड्रेसमा गएर त्यो कुनै पनि सरकारी कार्यालयमा गएर ट्रस्टेड प्रोफाइल एक्टिभेट गर्नुहोस् र तपाईको ट्रस्टेड प्रोफाइल रेडी हुनेछ र तपाईले चलाउन सक्नुहुनेछ। धन्यवाद।